जापानको लाइफ भनेको एकदम बिजी लाइफ हो के ए हो एकदम बिजी हुन्छ यहाँ मान्छेहरू यहाँ त के भन्छन् स्टुडेन्टहरूको लाइफ त एकदम गाह्रो रहेछ फेरि त यहाँ मात्रै होइन सबै ठाउँमा भनौँ भनेको सबै ठाउँमा गाह्रो नै हुन्छ स्टुडेन्ट लाइफ भनेको अनि यहाँको तुलनामा अरू ठाउँमा अलिक सजिलो पर्छ कि तर यहाँ भनेको लास्ट गाह्रो हुन्छ त्यही पनि अब कस्तो धक पुरै टुइँको टुइँ विद्यार्थीहरू आइरहेको नेपालबाट बुझ्दैनन् त्यही हो के गर्ने जति कमाए सब खर्च हुन्छ यहीँ यहाँ भनेको यहाँको स्कुलहरू पनि अब नेपाल जस्तो होइन यहाँको स्कुलहरू पनि लास्ट टाइट हुन्छ के लास्ट टाइट हुन्छ अब यहाँ बिरामी भइयो के भइयो भनेर स्कुल जाँदैन आज यो त्यो यसो भन्ने हुँदैन कि यहाँ स्कुल जसरी नै जानुपर्छ यहाँ अब नेपालमा भयो भने ह्याट कि आज जान मन छैन भने आज जाँदैन रे स्कुल जान्दैनन् यहाँ भनेको जसरी नै जानुपर्छ यहाँको भनेको अब अन्तिममा पनि 90% एटेन्डेन्स हुनैपर्छ कि त्यत्रो भएन भने पछि लास्ट गाह्रो हुन्छ त्यो भिजा छाप्ने बेलामा त्यही हो अब नेपालमा अलि काम गर्ने मान्छे गाउँ मात्रै गर्ने मान्छे सब पनि यहाँ त सर्भाइभ गर्न सक्छ तर नेपालमा यसरी हिल्ने डुल्ने इन्जोय गर्ने घुम्ने मान्छे यहाँ जापानमा त्यस्तो मान्छेको काम छैन कि त्यही हो त्यही भनेको लास्ट अब यहाँ जापानमा जो टिक्न सक्यो नि अहिलेको समयमा पहिलेको समयमा भनेको अहिलेको समयमा जापानमा जो टिक्न सक्यो नि त्यो भनेको दुनियाँको जुनसुकै ठाउँमा टिक्न सक्छ कि फेरि त्यस्तो हुन्छ यहाँ फेरि अब नेपालको तुलनामा यहाँको बाटोहरू कस्तो सफा हुन्थ्यो कि यहाँको बाटो हेर्ने मान्छेहरू पनि सफा हुन्छन् पुरै कतै फोहोर देख्यो भने तिनीहरूले टिपिदिन्छन् के यस्तो हुन्छ अब यस्तै हो अब 2 वर्ष त स्ट्रगल गरियो अब 2 वर्ष अझै स्ट्रगल गर्नै पर्छ हामीले त्यही हो निद्रा भनेको अनि के हुन्छन् एउटा टपिक अझै निद्रा भनेको के हो अब नेपालमा जति बेला चाहियो त्यति बेला सुत्न पाइन्छ रे खान पाइन्छ रे यहाँ भनेको काम गर्नै पर्छ हामी भने खानको लागि काम गर्नै पर्छ निद्रा भनेको के हो यहाँ थाहा लाग्छ काममा जानु पर्यो खाना पकाउनु पर्यो खानु पर्यो स्कुल जानु पर्यो कपडा धुनु पर्यो अनि फेरि काम पनि अलि टाढै नै हुन्छ गएको नि टाढै हुन्छ त्यही सबैमा टाइम जान्छ कि यस्तो गाह्रो हुन्छ यहाँ